यही महानगरपालिका वडालिया 19 शोभासितेको अवस्थाबारे भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठ चौधरी जानकारी दिएको दु आइतबार वडालिया 19 मोरिजुको ज्याजोले मन्त्री श्रेष्ठ जानकारी दिएको ख ज्याजोले सोनिगाई सभ्यताय विकास क्रम निसेहे चुनावी चोपी स्थानीय शोभासी देश आत्तक लाल पूर्जा का मखङ्गुली थिति समस्या फे मागु व राज्य पाखे का मागु न्यूनतम सुविधा पाखेन वञ्चित जुगरका कंगो ख सुविधाहरु थियो नि त्यो सुविधाहरु के पनि लिन पाएन। अब जस्तै मान्छेले अब बाटो घाटोदेखि लिएर बाहिर पठाउँछु भन्दा पनि बच्चाहरूलाई अब हुन्छ नि आफूलाई खुदै राखेर बच्चाहरूलाई बाहिर पठाउनु भन्दा पनि पाउन पाएन। मेन कुरा चाहिँ मेरेन्जीको पाइप जोइन गर्दा चाहिँ लाल पूर्जा देखाउनु तपाईहरुको लाल पूर्जा छैन अब पाइप चाहिँ जोइन गर्न मिल्दैन भनेर चाहिँ धेरै ठाउँमा गरिएको छैन। पानी खानबाट पनि वञ्चित सबै ठाउँबाट वञ्चित तर यो चाहिँ छिटो भन्दा छिटो खोल्नु पर्यो। ज्याजोले बागमती प्रदेश सभाय दुज समिता खड्के लगायत नवाना दिएको ख उहाँको जीवन स्तर पनि माथि उठ्न सकेन किनभने घडी कहिले के होला ठेगानै भएन। उहाँको एजुकेसनतिर व्यापारतिर हरेकतिर पनि उहाँले गर्नु प्रस्ताव खोज्दै पनि अहिले हेर्नुस् न अब म जन्मेकै यही ठाउँमा म पहिला जस्तो थिएँ त्यो त्यस्तै चाहिँ उहाँहरू मैले देखिरहेको छु। यो मेरो दुर्भाग्यको कुरा हो। पहिला उहाँहरूले आवाजै उठाउनु हुन्थेन मेरो बुवाहरूले आवाज उठाउँथ्यो तर यो भूमिको बारेमा यति धेरै आवाज उठेकै थिएन। अहिले हाम्रो भाइहरू बहिनीहरू विकसित अति शिक्षित हुँदै आइसकेपछि भूमि त नहुने रहेछ भन्ने कुरा भएर उहाँहरूले चाहिँ अहिले उठाउनु हुँदाखेरि म चाहिँ यति खुसी भएँ। यसलाई चाहिँ जसरी भए पनि हामीले चाहिँ भूमि दिएरै अघि उहाँले पनि भनिसक्नुभयो अहिलेको होइन सबै यहीँकै हो नयाँ बस्दा कोही छैन जम्मै पुरानो यही जन्मेछ यही हुर्केछ कतिजना बित्नु पनि भइसक्यो। भूमि नपाएर चिन्तामा बित्नु अब बाँकीलाई पनि हामीले चिन्तित बनाउनु त भएन। अबले मन्त्री रञ्जिता श्रेष्ठ चौधरी लाल पूर्जा मधुपी शोभासितेत लाल पूर्जा बिकेको लागि थप पहलियाको प्रतिबद्धता पुङ्का दिल। सुवासी पीडित सुवासी समस्या जुन सुवासी संघर्ष यो चाहिँ पास्मी जिथाय वया जीवन्ती जी लिपाए वया अहिले धक्को थ समस्या तबले चाहिँ जी चाहिँ नि समस्या ठो संघर्ष पास्मी वया समस्या त न्याय जी संसद भवने नवानौले न सुवासी पनि आवाज चाहिँ नवाना छ्यादा छ जी काठमाडौँ भाषी ख काठमाडौँ जन्मे जे हुर्के जे थन्थेक ठेनौले चाहिँ जी दको समस्या चाहिँ ठु बुझेजु एजिया चाहिँ जी एकदमै ठो समस्या ठो पीडित पनि समस्या सुवासी पनि समस्या चाहिँ जी एकदम बुझेजु या ठुयो लागि चाहिँ जी छुयामा तर पृथ्वी जिना पनि हामीले सम्पर्किएको जी लाल पूर्जा बि जी चाहिँ छिपी अव्यवस्थित बसोबासी सुकुम्बासी दकुपित लाल पूर्जा बि धगाए थन्थेक ठेउदु थन्थेक वौदु इमसन दको अयो समस्या थन्थेक वसिक दको समस्या समाधान यही जुई धगा जी चाहिँ सोचियानो आठन्न वेसाको थोइ ख